नमस्ते, गुड मर्निङ काठमाडौँ। अहिले हामी काठमाडौँमा छौँ। हामीमाझ निकै नै लोकप्रिय युवा नेता नेकपा माओवादी केन्द्र हरियो नगर कमिटीका अध्यक्ष कमरेड अर्जुन पन्त हुनुहुन्छ। यो हामी काठमाडौँ आइरहँदाखेरि यो वास्तवमा हामी काठमाडौँ किन आइरहेछ, अहिलेको परिवेश के हो, यसको विषयमा प्रश्न पार्दिन हुन हाम्रो नगर अध्यक्ष कमरेड अर्जुन पन्तलाई मैले सांसारिक विषयमा कुरा गर्दिन हार्दिक अनुरोध गरेँ। धन्यवाद राज कमरेड। आज हामी बिहानै सर्लाहीको हरिणबाट प्रस्थान गरेको हाम्रो टोली लगभग 4:30 बजे हामी काठमाडौँ प्रवेश गरेका छौँ। हाम्रो यात्रा एकदमै राम्रोसँग सुखद ढङ्गले यो यात्रालाई हामीले यहाँसम्म सम्पन्न गरेका छौँ। यो सर्वप्रथम त म यात्राको बारेमा थोरै जानकारी गराउन चाहन्छु। यो आजको जुन हाम्रो पार्टीले आह्वान गरेको छ र समाजवादी मोर्चाले नै आह्वान गरेको यो जुन यो कार्यक्रम हो, यसमा सहभागी बन्नको लागि हरियोनबाट महत्त्वपूर्ण कमरेडहरू यहाँ उपस्थित हुनुहुन्छ। वाइसिएलका कमरेड, त्यसपछि चाहिँ हाम्रो पार्टीका जिम्मेवार कमरेडहरू, हाम्रो विद्यार्थी सङ्गठनका नेतृत्वमा रहेर काम गर्नुभएका कमरेडहरू, मजदुर सङ्गठनमा रहेर काम गरिरहनुभएका कमरेडहरू र अरू अन्य वडामा बसेर काम गरिरहनुभएका कमरेडहरूको एउटा ठुलो टोली हामी अहिले काठमाडौँ प्रवेश गरेका छौँ। खासमा चाहिँ आजको यो प्रदर्शन, यो कार्यक्रम चाहिँ एउटा व्यथिति भ्रष्टाचारको विरुद्धमा, सुशासन र गणतन्त्रको पक्षमा चाहिँ अहिलेको यो कार्यक्रमको चाहिँ आह्वान समाजवादी मोर्चाले आह्वान गरेको छ। आज यो विशाल प्रदर्शन हुन्छ। यो देशमा चाहिँ विकृति र विसङ्गति, भ्रष्टाचारले चाहिँ एउटा चाहिँ जरा गाडेर बसेको यो मुलुकमा अझ यसलाई चाहिँ जसरी हाम्रो पार्टीको नेतृत्वमा सरकार रहँदाखेरि चाहिँ भ्रष्टाचारको विरुद्धमा चाहिँ जेहाद छोडेको थियो, भ्रष्टाचारीहरूलाई कारबाही गर्ने एउटा सिलसिलेवार चाहिँ प्रारम्भ भएको थियो। अब पछि यो हाम्रो पार्टीको सरकार ढलिसकेपछि, सरकार नरहेपछि, काङ्ग्रेस एमालेको गठबन्धनको सरकार निर्माण भइसकेपछि चाहिँ उनीहरूको काम चाहिँ अहिले के छ त भन्दाखेरि भ्रष्टाचारीहरूलाई चाहिँ संरक्षण गर्ने। देशमा चाहिँ अहिले भर्खरै तपाईँले हेर्नुहुन्छ, हामीले सबैले जानकारी पनि पायौँ, नेपाल अधिराज्यभरि नेपाली जनताले चाहिँ अब त्यसको विरुद्धमा गए पनि अब भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको सट्टा सरकार चाहिँ कता गइरहेछ त भन्दा कुलमान जस्तो एउटा चाहिँ नेपालमा लोड सेडिङलाई चाहिँ मुक्त गरेको, एउटा अँध्यारोबाट चाहिँ नेपाललाई उज्यालोतिर चाहिँ यो मुलुकलाई लिएर जान सफल भएको एउटा त्यस्तो कार्यकारी व्यक्तित्व, विद्युत प्राधिकरणमा रहेर काम गरिरहेको चाहिँ व्यक्तित्वलाई चाहिँ, एउटा देशभक्तलाई चाहिँ यो सरकारले चाहिँ बलात् निकाल्ने काम गरेको छ, हटाउने काम गरेको छ। अब तपाईँले कुलमानको कुरा गर्दै गर्दाखेरि अब कता कता एउटा न्युज पनि आएको छ, यो टिआरसीमा कुलमान साट्यो रे भनिरहेको अवस्था छ। जनताले त्यो किसिमको कुराहरू पनि बुझिरहेछ। तपाईँ एउटा महत्त्वपूर्ण चाहिँ पार्टी एउटा जिम्मेवार कमरेड हुनुहुन्छ जो सर्लाहीको हरिणको नेतृत्व गरिरहनु भएको छ। त्यसमा वास्तविकता त के हो? टिआरसीमा साटेको हो त कुलमान घिसिङलाई? होइन, यो चाहिँ अहिले कस्तो भयो भने अब यो टिआरसीको विषयमा चाहिँ अब ठुला दलका नेताहरू बसेर एक खालको चाहिँ सहमति गर्ने कुरा भयो र हाम्रो कमरेड प्रचण्ड चाहिँ मध्य प्रदेशमा जुन हाम्रो चाहिँ पार्टीले अहिले जागरण अभियान, मधेस जागरण अभियान, तराई मधेस चाहिँ जागरण अभियान भनेर कार्यक्रम लिएर गइरहेको थियो। हाम्रो पार्टीले बिचैमा यो चितवनमा आइपुगेको चाहिँ हाम्रो जागरण अभियान त्यो कार्यक्रमलाई चाहिँ छोडेर टिआरसीको विषयमा चाहिँ यसलाई चाहिँ एउटा सहमति गरौँ भनेर चाहिँ प्रधानमन्त्रीले बोलाइसकेपछि त्यो अभियान नै छोडेर हाम्रो कमरेड प्रचण्ड, अध्यक्ष कमरेड प्रचण्ड जानु भइसकेपछि एक खालको त्यहाँनिर सहमति पनि भयो। तर त्यही दिन कुलमानलाई हटाउने विद्युत प्राधिकरणको चाहिँ कार्यकारी चाहिँ निर्देशकबाट चाहिँ हटाउने सरकारले निर्णय गर्यो। अब यसलाई हामीले यो हेर्दाखेरि चाहिँ यो सरकारको रवैया चाहिँ एउटा श्रृङ्खलामा हेर्नुपर्छ। कुलमान घिसिङलाई चाहिँ के गर्यो त यो सरकारले भन्दा पहिले सुरुमा चाहिँ स्पष्टीकरण सोध्ने, होइन, स्पष्टीकरणको चाहिँ डन्डा चलाउन खोज्यो। त्यसपछि चाहिँ
कुलमानले गरेको कामको चाहिँ मूल्याङ्कन गर्दाखेरि जिरो, यो सरकारले चाहिँ एउटा चाहिँ जिरो चाहिँ एउटा त्यो चाहिँ उ दियो होइन। त्यसरी चाहिँ ऊ चाहिँ कुलमान घिसिङलाई जसरी पनि हटाउने नियत सहित चाहिँ अगाडि बढेको चाहिँ त्यसबाट प्रष्ट हुन्छ। त्यस कारणले गर्दा यो टिआरसीमा चाहिँ सहमति भयो, अब त्यसमा प्रचण्डको पनि संलग्न छ भन्ने कुरामा कुनै तर्क कुनै चाहिँ सत्यता त्यसमा छैन। यो एउटा निराधार आरोप हो। यो त्यो दिन चाहिँ बसेर प्रधानमन्त्री स्तरमा चाहिँ अरू पार्टीका नेताहरू बसेर एउटा सहमति चाहिँ भएको, तर टिआरसीको विषयमा सहमति भयो। कुलमानलाई हटाउने विषय चाहिँ त्यो चाहिँ सरकारको नितान्त आफ्नो चाहिँ सरकारले गर्ने मन्त्री परिषदले गरेको एउटा चाहिँ निर्णय हो। मन्त्री परिषदले गर्ने निर्णयमा विपक्षी दललाई चाहिँ उनीहरूले सोधेर गर्दैन र त्यो सोधेको भए कमरेड प्रचण्डले जसले चाहिँ कुलमान घिसिङ जस्ता एउटा व्यक्तिलाई जो चाहिँ यो देशलाई चाहिँ लोड सेडिङ मुक्त गर्नको लागि चाहिँ सफल हुनुभयो, त्यो व्यक्तिलाई चाहिँ एउटा चिनेर उहाँले नै लिएर आउनु भएको थियो कुलमान घिसिङलाई। भनेपछि अहिले हटाउनको लागि चाहिँ उहाँको त्यस्तो खालको चाहिँ भूमिका छैन। त्यो चाहिँ एउटा निराधार एउटा कपोलकल्पित र चाहिँ एउटा आरोप लगाउनको लागि मात्रै हो। यसमा कुनै सत्यता छैन र यसको यो भ्रमको पछाडि कोही पनि नलाग्नुको लागि म अनुरोध पनि गर्न चाहन्छु। अब त्यसै गरी अब हाम्रो राप्रपाका उदाउँदो युवा नेता ज्ञानेन्द्र बहादुर शाहीले भनेको कुरा के त गलत हो त? गलत हो। उनीहरू चाहिँ के हो भने अहिले सरकारमा देखिएको असहमतिहरूलाई चाहिँ उनीहरू के गर्न चाहिरहेछन् त भन्दा यो चाहिँ पुरै व्यवस्थै खत्तम भइसक्यो, सङ्घीयता यो लोकतन्त्र यो गणतन्त्र नै अब चाहिँ असफल भइसक्यो, यो देशमा यो मुलुकमा चाहिँ अब राजतन्त्रै ल्याउनुपर्छ, राजाले नै यो देश सबै बनाउने हो भनेर उनीहरूले चाहिँ यो कुरालाई पनि अन्तैतिर कन्भर्ट गर्न खोजिरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि उनीहरूका कुराहरूमा पनि त्यो सत्यता छैन र उनीहरूले जे कुरा भनिरहेका छन् यो देशमा चाहिँ 240 वर्षसम्म चाहिँ यो देशमा राजाले चाहिँ शासन गरेको, राजतन्त्रले शासन गरेको होइन, त्यसको विरुद्धमा जनताले चाहिँ 2052 सालमा नै एउटा चाहिँ ठुलो महान जनयुद्धको चाहिँ प्रारम्भ गरेको, पछि 62-63 को जनआन्दोलन भयो। त्यो जनयुद्ध र जनआन्दोलनको फ्युजनमा राजतन्त्रलाई चाहिँ अन्त्य गरिसकेको अवस्था छ र त्यसबाट चाहिँ यो देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चाहिँ सुरुवात भएको छ। त्यसमा अब यो देशमा चाहिँ सबै जात जाति भाषा भाषी सबैले चाहिँ एउटा अधिकार पाएर चाहिँ त्यो खालको चाहिँ संविधान पनि निर्माण भएको छ। यो देशमा एउटा राजा बनिसकेपछि राजाका चाहिँ छोराहरू फेरि राजा बन्ने उसको चाहिँ कुनै पनि खालको योग्यता दक्षता हुनु पर्दैन, तर ऊ राजाको छोरा भए पुग्छ। यस्तो खालको व्यवस्था, यस्तो निरङ्कुश खालको चाहिँ व्यवस्था जुन ल्याउन भनेर खोजिँदैछ त्यो चाहिँ अब नेपालमा चाहिँ त्यो व्यवस्था आउनेवाला पनि छैन, त्यो टिक्नेवाला पनि छैन। नेपाली जनताले धेरै वर्षसम्म त्यो व्यवस्था हेरि पनि सकेका छन्। त्यो व्यवस्थाबाट आजित भएर त्यो व्यवस्थाले नेपाली जनताको चाहिँ अहिलेको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न सक्दैन। अब अहिले जाने भनेको चाहिँ अब फेरि फर्केर चाहिँ पुनरावृत्ति भएर चाहिँ एउटा चाहिँ प्रतिगमनतिर गएर चाहिँ फेरि राजतन्त्र ल्याउने होइन कि अब यो देशमा चाहिँ एउटा समाजवादतिर जानुपर्छ होइन। यो व्यवस्थाको चाहिँ यो गणतन्त्रमा भएका केही कमी कमजोरीहरूलाई यसलाई सुधार गर्नुपर्छ। जस्तो कि अहिले यो यसमा सुधार गर्नुपर्ने कुराहरूमध्ये एउटा प्रमुख कुरा चाहिँ के हो भने जनताबाट निर्वाचित चाहिँ कार्यकारी प्रमुख हुनुपर्छ। त्यसो भयो भने सरकार चाहिँ अहिलेसम्म 5 वर्ष टिक्दैन। अहिलेको व्यवस्था अनुसार अहिलेको संविधानको चाहिँ संविधान अनुसार चाहिँ 5 वर्ष पनि नटिक्ने खालको चाहिँ सरकार छ। त्यो भएको हुनाले चाहिँ अहिले यो संविधानमै संशोधन गरेर चाहिँ जनताबाट निर्वाचित एउटा कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्छ। अर्को चाहिँ यो निर्वाचन प्रणालीलाई पनि सुधार गर्नुपर्छ। एउटा बुर्जुवाहरूले लड्ने पुँजीपतिहरूले लड्ने खालको चाहिँ अहिले चुनावको चाहिँ जुन अभ्यास गरिँदैछ त्यसलाई पनि चेन्ज गर्नुपर्छ र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गइयो भने यो देशमा चाहिँ एउटा चाहिँ सरकारको पनि स्थिरता रहन्छ र चाहिँ सबै जाति भाषा धर्म लिङ्ग क्षेत्र भूगोलको चाहिँ त्यहाँ प्रतिनिधित्व पनि हुन्छ र त्यसले चाहिँ देशलाई नयाँ एकताको सूत्रमा अगाडि बढाउन चाहिँ मद्दत पुग्छ। त्यस कारणले गर्दा यो चाहिँ पहिले राजाहरूले भनेको जस्तो 4 जात 36 वर्णको चाहिँ एउटा साझा फुलबारी हो भन्ने कुरा र चाहिँ राजालाई चाहिँ एउटा एकताको प्रतीकको रूपमा जुन व्याख्या गरिदिए आएको थियो त्यस्तो कुराहरू चाहिँ अहिले अब त्यो सम्भावना छैन। अब यो चाहिँ एउटा चाहिँ लोकतन्त्रमा सबैले चाहिँ फुल्न पाउनुपर्छ, सबैले चाहिँ एउटा चाहिँ
आफ्ना अधिकारका कुराहरू गर्न पाउनुपर्छ र त्यो ढङ्गले यो मुलुक अगाडि पनि बढिरहेको छ। अब अहिले के कुरा आउँदैछ त भन्दा एउटा चाहिँ हिन्दू राज्यको कुरा आउँदैछ। त्यो हिन्दू राज्य चाहिँ यो एउटा बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकमा एउटा मात्रै धर्मको राज्य बनाउन खोज्ने कुरा सबभन्दा गलत कुरा हो। यो राज्य चाहिँ सरकारले, यो राज्यले धर्म मान्दैन, सरकारले कुनै पनि धर्म मान्दैन। सरकारले, राज्यले त धर्मको चाहिँ निरपेक्षताको कुरा गर्छ हैन। त्यो भएको हुनाले चाहिँ एउटा धर्मको मात्रै राज्य बनाउन खोज्ने जुन चाहिँ अहिले अभ्यास गरिन खोज्दैछ, यो प्रति चाहिँ हाम्रो पार्टीको चाहिँ गम्भीर चाहिँ यसमा असहमति छ। यसको विरुद्धमा हामीले पहिले पनि आन्दोलन गरेका हौँ र यो गणतन्त्र ल्याउनको लागि जुन हाम्रो पार्टीले बलिदान गर्यो, सङ्घर्ष गर्यो, यसलाई बचाउनको लागि पनि हामी त्यस्तै ढङ्गले अगाडि बढ्नको लागि पनि हामी तयार छौँ। त्यस कारणले गर्दाखेरि अब यहाँ 2-4 जनाले एउटा चाहिँ टिटी हुटले चाहिँ एउटा यो सागर चाहिँ थेग्ने कुरा यो कदापि हुन सक्दैन र यो होहल्ला गरेर चाहिँ एउटा प्रचारबाजी गरेर चाहिँ फेरि राजतन्त्र आउने अवस्था पनि छैन। त्यो आउन हामी दिँदा पनि दिँदैनौँ। यही गणतन्त्रलाई संस्थागत गरेर एउटा चाहिँ यसमा भएका चाहिँ कमी कमजोरीलाई चाहिँ हटाएर अगाडि बढाउनुपर्छ। त्यसो भयो भने मात्रै नेपाली जनताको पनि भलो हुन्छ। मैले सरलाई यहाँ रोकेँ। अनि यो अहिले जुन किसिमको अहिले यो देशमा देखिरहेको छ, राजावादीहरू सलबलाइरहेको छन्, यो वास्तवमा यो जनताले यो लोकतन्त्रको अभ्यास गर्दै गर्दाखेरि लोकतन्त्रको जुन किसिमको एउटा देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, संहिता आयो, तर पनि कहीँ न कहीँ यो लोकतन्त्र, गणतन्त्र, संहिताको कुराहरू सबै जनतालाई महसुस नभएको हो कि यो लोकतन्त्र, गणतन्त्र, जुन एउटा संहिताको कुराहरू चाहिँ सबै जनताले त्यो फिल गर्न नसकेको हो कि यो आफैमा यो नेताहरू आफैमा रुमलिएर यो जुन किसिमको अहिले जुन एउटा माहौल सिर्जना भएको छ, त्यो कतै न कतै हामीमा केही कमी कमजोरी छ कि भन्ने कुराहरू चाहिँ कतिको तपाईँलाई लाग्छ यो हामीमै केही कमी कमजोरीहरू छ? त्यही कारणले चाहिँ राजावादीहरू यसरी सलबलाइरहेको अवस्था छ, त्यसमा तपाईँको के छ? अब यो संविधानले प्रष्ट निर्देश गरेको छ। संविधान हाम्रो उत्कृष्ट, यो विश्वभरिकै संविधान मध्ये एउटा उत्कृष्ट संविधान हामीले निर्माण गऱ्यौँ, हाम्रो देशले निर्माण गर्यो, यहाँका दलहरूले निर्माण गर्यो। अब तर यो कुरा चाहिँ के छ भने अहिले त्यसलाई कार्यान्वयनमा लिएर जानुपर्ने हो। अहिले कार्यान्वयनमा यसमा चाहिँ समस्या देखा परिरहेको छ। यो संविधान निर्माण गर्नको लागि हिजो चाहिँ लतारिएर भए पनि काङ्ग्रेस, एमाले जस्ता दलहरू पनि आए, तर हिजो उनीहरूका यो एजेन्डा थिएन। गणतन्त्र उनीहरूको एजेन्डा थिएन, संहिता उनीहरूको एजेन्डा थिएन, समावेशी समानुपातिक उनीहरूको एजेन्डा थिएन। तर यो देशमा चाहिँ अब राजाले हिजो नपत्याएपछि, हिजो चाहिँ राजाले कुनै पनि भाव नदिएपछि, माओवादीले जुन खालको चाहिँ जनयुद्धको चाहिँ शङ्खघोष गरेर अगाडि बढिरहेको थियो, त्यसमा चाहिँ एउटा चाहिँ 58 सालमा राजदरबार एउटा चाहिँ ठुलो घटना घट्यो, दरबार हत्याकाण्ड भयो। दरबार हत्याकाण्ड पछाडि ज्ञानेन्द्र चाहिँ राजा भएर आइसक्यो। उसले आइसकेपछि सबै दलहरूलाई चाहिँ प्रतिबन्ध लगाएर अगाडि बढ्न खोजे र आफू एकल ढङ्गले अगाडि बढ्न खोजेर यो देशमा फेरि पनि राजतन्त्रात्मक एउटा व्यवस्थाको चाहिँ सुरुवात गरे। एउटा चाहिँ आफ्नो हातमा सबै शासन सत्ताको बागडोर चाहिँ आफ्नो हातमा लिएर चाहिँ अगाडि बढ्न खोजेर त्यसको विरुद्धमा चाहिँ माओवादी पार्टी लाग्यो र पछि यहाँ दलहरूले चलाइरहेको चाहिँ 7 दलले चलाइरहेको आन्दोलन पनि त्यति प्रभावकारी हुन नसकेपछि दलहरू बाध्य भएर माओवादीसँग चाहिँ मिल्न 12 बुँदे सम्झौता गर्दै माओवादीसँग मिल्न बाध्य भएर 62-63 ठुलो एउटा चाहिँ जनविद्रोह भयो र त्यो जनविद्रोह पछि नेकपा माओवादी, तत्कालीन नेकपा माओवादी केन्द्र जुन 64 सालको चाहिँ एउटा निर्वाचन, संविधान सभाको निर्वाचन भएको थियो, त्यो संविधान सभाको निर्वाचनबाट ठुलो शक्तिको रूपमा उदायो। काङ्ग्रेस एमाले जस्तो चाहिँ एउटा रैथाने पार्टी, पुरानो पार्टीहरू चाहिँ एकदम सानो साँगुरो एउटा चाहिँ सानो एउटा पार्टीको रूपमा चाहिँ रह्यो। माओवादी पार्टी एउटा ठुलो पार्टीको रूपमा स्थापित भयो र माओवादी पार्टीको एउटा एजेन्डा पनि थियो संविधान सभाबाट नेपालमा चाहिँ नयाँ संविधान निर्माण गर्ने भनेर थियो। तर त्यतिखेर संविधान सभाको निर्वाचन पछाडि पनि संविधान निर्माण हुन सकेन
त्यतिखेर पनि विभिन्न अर्गेलाइहरू विभिन्न चाहिँ अडचनहरूको कारणले गर्दाखेरि चाहिँ त्यतिखेर संविधान निर्माण हुन सकेन। फेरि 70 सालमा संविधान सभाको निर्वाचन भयो र संविधान सभाको निर्वाचन पछाडि एउटा देशमा चाहिँ ठुलो भूकम्प गयो। त्यो भूकम्प गइसकेपछि बाध्य भएर त्यो राष्ट्रिय सङ्कटको घडीमा सबै पार्टीहरू एक ठाउँमा आए र एक ठाउँमा आइसकेपछि एउटा चाहिँ नयाँ संविधान निर्माण हुने एउटा आधारभूमि तयार भयो। त्यो आधारभूमि तयार भइसकेपछि स्थिति कतातिर गयो त भन्दा अब यो सबै कुराको यो एजेन्डाको जननी एउटा चाहिँ माओवादी पार्टी भयो। तर बिस्तारै के हो भने त्यो नेतृत्व गर्ने तहमा चाहिँ सरकारको नेतृत्व गर्ने तहमा चाहिँ काङ्ग्रेस एमाले जस्तो पार्टीहरू अगाडि देखा पर्नु पर्यो। काङ्ग्रेस एमाले जस्तो पार्टी जो चाहिँ हिजो हामीलाई थाहा छ नि, हामी पनि आन्दोलनमा थियौँ, हामी सबैजना आन्दोलनमा गइराख्दाखेरि केपी ओलीले के भन्थे त भन्दा बैलगाडा चढेर चाहिँ अमेरिका पुग्न सकिन्छ भनेर उसले चाहिँ सिधासिधी गणतन्त्रको चाहिँ विपक्षमा जाने राजावादीलाई र राजालाई चाहिँ एउटा चाहिँ उनीहरूलाई समर्थन हुने खालको चाहिँ अभिव्यक्ति दिएको अवस्था पनि हामी सबैलाई जगजाहेरै छ। र उनीहरूको हातमा चाहिँ यो देशको चाहिँ शासन सत्ता यो सरकार चाहिँ जान थाल्यो र त्यसपछि यो देशमा चाहिँ अलिकति चाहिँ एउटा गलत ट्र्याकतिर अगाडि बढ्यो र सही मायनेमा यो चाहिँ यो व्यवस्थाको यो संविधानको चाहिँ जुन एजेन्डाको हिसाबले चाहिँ माओवादी पार्टी चाहिँ एउटा सत्ताको नेतृत्व गरेर लगातार रूपमा जब जब माओवादी पार्टी सत्तामा गएको छ, सरकारमा गएको छ, त्यसले राम्रो कामको सुरुवात गरेको छ। 30,000 चाहिँ यो गरिब किसानहरूको ऋण मिना गर्नेदेखि लिएर चाहिँ यो लोड सेडिङ मुक्त गर्ने हैन, त्यसपछि यो आर्थिक समृद्धिका कुराहरू गर्ने, पर्यटन प्रवर्धनका कुराहरू गर्ने, कृषिमा चाहिँ नयाँ आयामहरू चाहिँ विकास गरेर चाहिँ जाने, कृषिलाई चाहिँ एउटा ठुलो देशको चाहिँ एउटा कृषिलाई चाहिँ प्रवर्धन गरेर जाँदाखेरि आत्मनिर्भर बनाउन सक्ने यी सबै खालको नीतिहरू माओवादी पार्टीले लिएर गएको जगजाहेर छ। र त्यस पछाडि चाहिँ यो भ्रष्टाचारीहरूलाई सबैभन्दा ठुलो रोग भनेको हाम्रो देशमा चाहिँ एउटा अकुत सम्पत्ति कमाउने, गलत ढङ्गले नेपालको चाहिँ राज्यको सम्पत्तिहरूलाई दोहन गर्ने र चाहिँ आफ्नो सन्तान 7औं पुस्तालाई पुग्ने सम्पत्ति निर्माण गर्ने, ती भ्रष्टाचारीहरूलाई कारवाही गर्नको लागि चाहिँ माओवादी पार्टी अगाडि बढ्यो। त्यसमा चाहिँ माओवादी पार्टीको चाहिँ अध्यक्ष कमरेड प्रचण्ड, उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष कमरेड नारायण श्रेष्ठले चाहिँ जुन अभियान छेड्नु भयो र भ्रष्टाचारीहरूलाई चाहिँ कारवाहीको प्रक्रिया अगाडि बढाउन थाल्नुभयो, त्यसले चाहिँ मुलुकमा एउटा चाहिँ नयाँ सन्देश, नयाँ आयामहरू र नयाँ एउटा चाहिँ सबैलाई चाहिँ अब आशा र भरोसाको चाहिँ अब यो गणतन्त्रमा के भइरहेको छ है भन्ने खालको चाहिँ सन्देशको चाहिँ एउटा सञ्चार भइरहेको थियो। र त्यसै बिचमा चाहिँ काङ्ग्रेस र एमाले को चाहिँ एउटा गठजोडमा बिचौलियाहरूको चाहिँ एउटा मिलाइदिएको एउटा गठबन्धनको चाहिँ सरकार निर्माण भयो। हामीले काङ्ग्रेस र एमालेको सरकार निर्माण भइसकेपछि हेर्नुपर्छ उनीहरूले गरेका कार्यहरू एकपछि अर्को जनविरोधी काम छ, एकपछि अर्को चाहिँ राष्ट्रघाती कामहरू छ हैन। मैले अघि पनि कुलमान जस्ता चाहिँ एउटा राष्ट्रभक्त देशभक्त चाहिँ नेपालीलाई एउटा चाहिँ कार्यकुशलता गरिरहेको चाहिँ व्यक्तित्वलाई हटाउने कार्य गरेको छ हैन। यसले पनि के गरिरहेको छ त भन्दा मान्छेलाई चाहिँ यो व्यवस्था ठिक होइन कि यी दलका नेताहरू ठिक होइन कि भन्नेतिर चाहिँ सन्देश गइरहेको अवस्थाहरू छ। त्यस कारणले गर्दा यो सबै कुराहरूलाई सच्याउनुपर्छ। हाम्रो पार्टीहरू यो सबै गलत प्रवृत्तिको विरुद्धमा, गलत कुराहरूको विरुद्धमा हाम्रो पार्टी छ। त्यसैको लागि पनि आजको यो प्रदर्शन हो, एउटा यो शक्ति प्रदर्शन हो। व्यवस्थालाई एउटा चाहिँ संस्थागत गरेर अगाडि बढ्नुपर्छ। यो व्यवस्था चाहिँ हाम्रो एउटा चाहिँ हामीले हिजो लडेर ल्याएको व्यवस्था हो, यसलाई हामीले चाहिँ टिकाएर यसलाई चाहिँ अगाडि बढाउनु। तपाईँ ठ्याक्कै भनिदिनुहोस् अहिले राजावादीहरू एक किसिमले जनमत सङ्ग्रह गर्ने कुराहरू चलिरहेका छन्, सदनमा कुराहरू उठाइरहेछन्, जनमत सङ्ग्रह गर्ने कुराहरू उठिरहेको अवस्थामा युवाहरूको एक किसिमको क्रेज पनि राजावादीतिर पनि देखिरहेको अवस्थाहरू छन्। तपाईँ ठ्याक्क के भन्नुहोस् भने अहिले जुन किसिमको राजावादीहरू सलबलाउनमा यी हाम्रा नेताहरू काङ्ग्रेस एमाले माओवादीका नेताहरू कहीँ न कहीँ दोषी छ छैन, तपाईँ ठ्याक्कै भनिदिनुहोस्। होइन, यस्तो छ, यसमा चाहिँ जनमत सङ्ग्रहको जहाँसम्म कुरा छ, जनमत सङ्ग्रह भनेको यो चाहिँ एउटा हामीले त्यो चरणबाट गुज्रेर आइसक्यौँ। संविधान सभा पनि एउटा संविधान सभाको निर्वाचन पनि त्यो एउटा जनमत सङ्ग्रह नै हो। त्यो जनमत सङ्ग्रह किन हो भने त्यहाँ पार्टीले सबै पार्टीहरूले चुनावमा लडिराख्दाखेरि आफ्नो एजेन्डा लिएर गए र जुन पार्टीको एजेन्डा जनतालाई मन पर्यो त्यो पार्टीलाई चाहिँ भोट दिएर
नेपाली जनताले पठाए हैन। पछिल्लो हामीले आम निर्वाचनको परिणामलाई हेर्दाखेरि पनि पार्टीलाई नै विश्वास गरेको अवस्था जनताले देखिन्छ। र त्यस पछाडि अस्ति भर्खर सम्पन्न भएको यो 2-2.5 महिना सम्पन्न भएको उपनिर्वाचनमा पनि पार्टीहरूलाई नै जनताले विश्वास गरेको अवस्था छ। अहिले भर्खरै सम्पन्न भएको यो 24औं निर्वाचनमा विद्यार्थीहरूको चाहिँ यसलाई पनि एउटा मिनी निर्वाचनको रूपमा हेरिन्छ, विद्यार्थीहरूको चुनावलाई पनि। त्यो विद्यार्थीको निर्वाचनमा पनि हामीले हेऱ्यौँ भने के देख्छौँ त भन्दा गणतन्त्रवादीकै पक्षमा चाहिँ विद्यार्थीहरूले एउटा ठुलो युवा शक्तिले चाहिँ मतदान गरेको, राजावादीहरूले जितेको भन्ने कहाँनिर छ त? कुन कलेजमा जित्यो त? होइन, त्यो त देखिनु पर्यो नि त, त्यो त देखिएको छैन। अब यहाँनिर यो काठमाडौँमा बसेर मिडियाबाजी गरेर यता ठुलो चाहिँ अब यहाँ राजाको चाहिँ शक्ति छ होइन, अब यो 1500को चाहिँ मोटरसाइकल जुलुस गरेर यहाँ चाहिँ ठुलो राजतन्त्रको चाहिँ शक्ति छ, राजालाई चाहिँ अब ल्याउनु पर्ने चाहिँ ठुलो शक्ति भइसक्यो भन्ने कुरा जहाँसम्म गरिएको छ, यो चाहिँ यो कुरामा चाहिँ होला त्यो पक्ष त्यो विचार मान्ने मान्छेहरू पनि छन् होइन, त्यो कुरा ठिकै हो। तर धेरै जसो यो 3 करोड नेपाली जनतामा भनौँ न लगभग 2.25 करोड भन्दा बढी धेरै मान्छे नगण्य मात्रै राजा चाहिन्छ, राजावादी मान्छेहरू छन्। त्यस कारणले गर्दाखेरि यो कुराहरूको हल्लाको मात्रै हो, यो एउटा हौवा मात्रै फिजाइँदैछ। अब राजतन्त्रलाई त हामीले गाडिसक्यौँ, अब त्यो मरेको चाहिँ राजतन्त्रलाई उखाडेर ल्याएर यहाँनिर प्राप्त गर्ने नेपाली जनताले केही पनि होइन, त्यो मरेको भूतलाई ल्याएर यहाँ हुने केही पनि छैन। फेरि राजतन्त्रको कुरा गर्दाखेरि हिजो राजतन्त्रको चाहिँ सुरुवात कसरी भयो? हिजो लिगबाट चाहिँ हिजो त्यतिखेरका घले मगरहरूलाई चाहिँ ठगेर झुक्क्याएर त्यो दौडमा चाहिँ झुक्क्याएर अनि राजा बनेको होइन। हिजो चाहिँ शाहवंशी राजतन्त्रको चाहिँ सुरुवात कसरी भयो त भन्दा त्यसरी भएको छ, स्टार्टिङै झुक्क्याएर एउटा फरेब ढङ्गले चाहिँ त्यतिखेरका चाहिँ शासकहरूलाई झुक्क्याएर उनीहरू चाहिँ शासन सत्तामा आए र 240 वर्षसम्म तपाईँको यो देशलाई चाहिँ लुट्नसम्म लुटे, खोक्रो बनाए। हामीले देख्यौँ, हामीले बिजुलीको अनुहार चाहिँ हाम्रा गाउँका मान्छेहरूले देख्न पाउँथे। यो पिच भनेको कालोपत्रे हेर्न भनेको महेन्द्र राजमार्गमा आएर हेर्न पाइन्थ्यो। स्कुल र कलेज भनेको सहरमा मात्रै थियो, त्यो पनि पर्याप्त मात्रामा थिएन। अहिले गाउँ गाउँमा स्कुल छ, गाउँ कलेज छ, अहिले चाहिँ गाउँमा पिच भएको छ, गाउँ गाउँमा स्वास्थ्य चौकी भएको छ, घर घरमा चाहिँ अहिले यो बिजुली गएको छ। विकास निर्माण कामहरू पनि गणतन्त्र आइसकेपछि एक ढङ्गले भएको छ। र के हो भने जनताले चाहिँ आफ्ना अधिकारका कुराहरू गर्न थालेका छन्, आफ्ना पहिचानका कुरा गर्न थालेका छन्, आफ्ना अधिकारको लागि अगाडि बढ्न खोजिरहेका छन्। हो, निश्चितै रूपमा के छ भने समस्या अहिले विदेश जाने युवाहरूलाई रोक्न सकेको छैन। विदेश जाने युवाहरूलाई यिनीहरू कसरी चाहिँ राख्ने होइन, यिनीहरू कसरी अध्ययनशील बनाउने, यिनीहरू प्राविधिक धारका पढाइहरू कसरी पढाउने र उनीहरूलाई चाहिँ यिनीहरू रोजगारीहरू सिर्जना कसरी गर्न सक्ने भन्ने कुरा चाहिँ अहिलेको समस्याको रूपमा रहेको छ। त्यसको लागि चाहिँ यतातिर लाग्नुपर्ने अवस्थाहरू अहिलेको पार्टीले, अहिलेका दलहरूले आफ्ना चाहिँ कार्यक्रमहरूमा, आफ्ना नीति तथा कार्यक्रमहरूमा, आफ्ना चाहिँ घोषणापत्रमा जे कुरा भन्छन् त्यो कुरा चाहिँ लागू गरेर चाहिँ जानुपर्ने आवश्यकताहरू रहेको छ। त्यस कारणले गर्दा केही कमी कमजोरीहरू हुँदै नभएको भन्ने कुरा होइन। दलका नेताहरूले पनि विगतमा कमी कमजोरीहरू गरेका छन्। अझै भन्ने हो भने तपाईँको काङ्ग्रेस र एमालेका नेताहरूको त ठुलो कमी कमजोरी छ। हाम्रा नेताले त हाम्रो पार्टीको अध्यक्षले त भनिराख्नु भएको छ, हाम्रो भागमा परेको चाहिँ होइन गल्ती कमजोरी हामी सच्याएर अगाडि बढ्न तयार छौँ। त त्यसको लागि चाहिँ काङ्ग्रेस एमाले तयार हुने कि नहुने, काङ्ग्रेस एमाले त्यो ढङ्गले अगाडि बढ्ने कि नबढ्ने, काङ्ग्रेस एमाले त जहिले पनि जनतालाई झुक्क्याएर, हिजो बहुदल कालमा पनि त्यही ढङ्गले झुक्क्याए जनतालाई, अहिले पनि यो लोकतन्त्र यो गणतन्त्रमा त्यही ढङ्गले झुक्क्याएर एउटा चाहिँ 2/3 बहुमतको दम्बमा अगाडि बढ्न खोजिरहेको छ। सरकार एउटा निरङ्कुश बन्न खोजिरहेको छ। यो कुराहरू रोक्नको लागि आजको प्रदर्शन पनि हो, यो विशाल प्रदर्शन पनि। मैले सरलाई यहाँ रोकेँ, जस्तो हामी कम्युनिस्टमा बिलोङ गर्ने मान्छे, हामी एज अ कार्यकर्ता हामी कम्युनिस्टमा बिलोङ गर्छौँ। हामी चाहिँ एउटा सर्वहारा वर्गको नेतृत्व गरिरहेको अवस्थाहरू छ। तर म के भन्न चाहन्छु भने हिजोको कम्युनिस्ट आजको कम्युनिस्ट, उहाँ कम्युनिस्ट नेताहरूको स्टाटस चाहिँ अलिक एडभान्स भएको हो कि अलिकति रहन सहन चाहिँ तपाईँको त्यो किसिमको चाहिँ भएको हो कि पुँजीवादको जस्तो देखिरहेछ। त्यसमा पनि कमसेकम जनताहरूले हेरिरहेको छ। हिजोको चप्पल लाएर आएका कम्युनिस्ट नेताहरू आज
तपाईँको करोडौँको गाडीमा हिँडिरहेको छ। यो व्यवस्था यो जुन जुन किसिमले एउटा रगत बगायो, यो व्यवस्थाको निम्ति मान्छेले बलिदान दियो, आज त्यही हो जनताले महसुस गरेको, त्यही हो त लोकतन्त्र, त्यही हो त गणतन्त्र, त्यही हो त संघीयता, त्यही हो त जनताको तपाईँको जनता जहाँको त्यहीँ। तर नेताहरू भने धेरै एडभान्स हाइफाई। यसमा तपाईँ के भन्नुहुन्छ? हो, तपाईँले भन्नुभएको कुरामा यो पनि सत्यता छ। नेता र जनता बिचको चाहिँ यो फासला, यो दरार चाहिँ धेरै बढेर गएको छ। नेता र जनता बिचको चाहिँ एउटा चाहिँ नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने त्यो चाहिँ भएको छैन। यसले चाहिँ एउटा फासला बढाइरहेको छ। एउटा नेताहरू चाहिँ एउटा एकदम उच्च कुलीन वर्गका मान्छेहरू हुन्। सबै अवसरहरू चाहिँ उनीहरूले नै पाउनुपर्छ, सबै सुविधाहरू उनीहरूले मात्रै लिनुपर्छ। जनता चाहिँ झन्झन एउटा गरिबतिर, झन्झन जनता चाहिँ एउटा चाहिँ यो अवसरहरूबाट चाहिँ वञ्चित हुँदै जानुपर्ने यो अवस्थाहरू चाहिँ विद्यमान छ तपाईँले भनेको जस्तो। फेरि कम्युनिस्टहरू भनेको चाहिँ के हो भने स्वभावैले कम्युनिस्टलाई चाहिँ यो चाहिँ गरिबको पक्षमा हो है। कम्युनिस्टहरू भनेको चाहिँ यो सर्वहारा वर्गको पक्षमा, यो किसानहरूको पक्षमा हो, यो त्यो दलितहरूको पक्षमा हो, जनजातिहरूको पक्षमा हो, मुस्लिमको पक्षमा हो, मधेसी र अल्पसङ्ख्यकको पक्षमा हो भन्ने कुरा एकदम यो कुरा जायज हो। तर कम्युनिस्ट नेताहरूमा पनि यो चाहिँ वर्ग परिवर्तन भएको छ, यिनीहरूमा पनि त्यो रूपान्तरण भएको छ। हो, यसको विरुद्धमा हामीले जस्तो हो चीनमा पनि माओले चाहिँ त्यहाँ जनवादी क्रान्ति पुरा भयो 1949मा। त्यहाँ जनवादी क्रान्ति पुरा भइसकेपछि पछि त्यहाँका चाहिँ नेताहरूमा चाहिँ क्रान्ति पुरा भइसकेपछि रूपान्तरण आयो, परिवर्तन आयो होइन। उनीहरू चाहिँ एकाएक एउटा चाहिँ पुँजीवादी ढर्रामा, पुँजीवादी कार्यशैलीमा, पुँजीवादी व्यवहारतिर लागिसकेपछि कमरेड माओले पनि त्यहाँ सांस्कृतिक क्रान्ति भनेर सुरु गर्नुभएको थियो र पुँजीपतिहरूको चाहिँ हेडक्वार्टरमा बम हान भनेर समेत उहाँले चाहिँ आह्वान गर्नुभएको थियो होइन। यहाँ पनि त्यो छ, त्यो चाहिँ त्यो विकृतिहरू हाम्रो कम्युनिस्ट आन्दोलनमा पनि देखा नपरेको होइन। तर हामीले के विश्वास गर्न सक्छौँ भने हाम्रो मूल जुन नेतृत्वको टिम छ त्यो चाहिँ अहिले पनि क्रान्तिप्रति वफादार छ, अहिले पनि समाजवादी कार्यदिशाप्रति वफादार छ, अहिले पनि यो मुलुकलाई समाजवाद हुँदै साम्यवादसम्म लिएर जाने कुरामा अहिले पनि हाम्रा नेता, मुख्य नेताहरूमा हो, हाम्रो भित्र पनि त्यहाँ रहेका केही दलाल प्रवृत्तिका, केही चाहिँ एउटा पुँजीवादी प्रवृत्तिका मान्छेहरू नभएका होइनन्। अहिले खुल्ला एउटा समाजमा आइसकेपछि यो समाजको ठ्याक्कै एउटा पहिचान, समाजको ठ्याक्कै ऐना भनेको पार्टीहरू हो। त्यस कारणले यो समाजको चाहिँ सबै कुरा त्यहाँनिर आइपर्छ, समाजमा देखा परेका सबै कुराहरू ती पार्टी नेताहरूमा पनि त्यो कुराहरू देखा पर्छ। तर त्यसको विरुद्धमा हामी जानुपर्छ। हाम्रो पार्टीकै नेताहरूको विरुद्धमा पनि हिजो जनयुद्ध लडेकै चाहिँ तपाईँका नेताहरूको विरुद्धमा पनि चाहिँ हाम्रो पार्टी त निर्मम भयो नि त होइन। टोपबहादुर रायमाझीहरूलाई चाहिँ जेल पठायो, त्यहाँ भएका चाहिँ त्यहाँ गलत छ भने त्यो चाहिँ कारवाही हुनुपर्छ भनेर जेल पठायो। यता कृष्णबहादुर महरालाई चाहिँ त्यहाँनिर अनुसन्धानको लागि चाहिँ जेल पठाएको अवस्था छ। अरू पनि अनुसन्धानमा रहने चाहिँ नेताहरूलाई चाहिँ त्यहाँ चाहिँ एउटा चाहिँ त्यो दायरामा ल्याएर उनीहरू चाहिँ दोषी छन् भने कारवाही गर्नुपर्छ भन्ने कुरा हाम्रो पार्टीको रहेको छ। अब हाम्रो मूल नेतृत्वको कुरा गर्ने हो भने कमरेड प्रचण्डसँग एउटा चाहिँ सर्वहाराकरण गरेर अगाडि बढिरहनु भएको, उहाँसँग त्यस्तो खालको कुनै पनि सम्पत्ति देखिँदैन होइन। उहाँलाई राज्यले दिने एउटा सुरक्षा, राज्यले दिने सुविधा लिएर उहाँ हिँडिराख्नु भएको छ। हाम्रो कमरेड नारायण काजी श्रेष्ठ पनि अब त्यस्तै एउटा सर्वहाराकरण, उहाँले आफ्नो सम्पत्ति भएको सम्पत्ति अंशमा लिनुभएको सम्पत्ति पनि सबै पार्टीलाई बुझाएर अगाडि बढ्नु भएको छ। त्यस कारणले गर्दा हाम्रो मूल नेतृत्वमा रहनु भएको कमरेडहरूले बेइमानी गरेको छैन र हाम्रो यो क्रान्तिलाई चाहिँ धोका दिएको छैन। त्यस कारणले गर्दा हामी विश्वस्त हुन सकिन्छ। तर यो भित्र पनि गलत छिटाहरू छ, त्यसलाई हामीले पुस्दै, त्यसलाई हामीले सफा गर्दै, त्यो गलत कुराहरूलाई चाहिँ निस्तेज गर्दै हामी अगाडि बढ्नुपर्छ। अनि मात्रै कम्युनिस्ट आन्दोलन ठिक ढङ्गले अगाडि बढ्छ भन्ने मलाई लाग्छ राज कमरेड। ल अब अन्तिममा अब यसरी हामी काठमाडौँ आइरहेछौँ, यी साथीहरू यसरी आइरहेछौँ, ठ्याक्क तपाईँले सर्टमा एकदम छोटोमा काठमाडौँ आउनेको 3-4वटा मूल उद्देश्य प्रष्ट पारिदिनु। मैले सुरुमै पनि भने तपाईँलाई अहिले पोइन्टमा त्यही त अहिले व्याख्या छैन यसमा। पोइन्टमै भ्रष्टाचारको विरुद्धमा अहिले भ्रष्टाचारीहरूलाई संरक्षण गर्न खोज्यो यो सरकारले, भ्रष्टाचारीलाई कारवाही गर भन्ने एउटा, जुन पनि जति पनि यहाँ विकृति र विसङ्गतिहरू देखा परेको छ त्यो सबै कुरालाई, यो व्यथितिहरूलाई चाहिँ अन्त्य गर होइन। देशमा चाहिँ सुशासन कायम गर,
सुशासन चाहिँ हुनु पर्यो होइन। सबैले यो देशका चाहिँ सबै नागरिकले यो गणतन्त्रको चाहिँ उपयोग गर्न पाउनु पर्यो होइन। एउटा कुरा त्यो रह्यो। अर्को कुरा चाहिँ यो गणतन्त्रप्रति पनि अहिले चाहिँ अलिकति चाहिँ धर्मरायको जस्तो अवस्था के हो भन्ने जस्तो अवस्था भएको कारणले गर्दाखेरि गणतन्त्रको पक्षमा पनि एउटा खबरदारी गर्ने, गणतन्त्र चाहिँ यो हाम्रो चाहिँ हामीले चाहिँ यसलाई चाहिँ राख्नुपर्छ, गणतन्त्रको पक्षमा हाम्रो पार्टी छ, यसको जननी हाम्रो पार्टी हो भनेर यसलाई चाहिँ एउटा विशाल प्रदर्शन गरेर, एउटा यो शक्ति प्रदर्शन गरेर देश विदेश सबैलाई चाहिँ यो एउटा चाहिँ सन्देश दिन पनि खोजेको हो। ल विशेष धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रो नगर अध्यक्ष, धन्यवाद राज कमरेड सरलाई, हरिनगर अध्यक्ष, नेकपा माओवादीको उदाउँदो नेता कमरेड अर्जुन पन्त। उहाँले आफ्नो भनाइहरू राख्नुभयो। त्यसरी नै अब चाहिँ हामी आजको यो कार्यक्रमलाई चाहिँ अन्त्य भएको घोषणा गर्छु र मैले इन्टरभ्यूलाई पनि समाप्त भएको घोषणा गर्दछु।